ओम शान्ति। हामी जो कोही चाहन्छौं कि आफ्नो जीवन सुखमय बनोस्, सकारात्मक बनोस्। सुखमय जीवन बन्नको लागि के गर्नुपर्छ? हामीले त्यो काम गरिरहेका छौं। सकारात्मक जीवनशैली बनाउनको लागि अथवा सकारात्मक पारिवारिक सम्बन्ध बनाउनको लागि के गर्नुपर्छ भन्ने विषयमा तयार पारिएको सुनौ यो एउटा छोटो कथा। एक दिन साँझ श्रीमानले श्रीमतीलाई भने, म आज मेरा साथीहरूसँग पिउन जाँदैछु, मेरा लागि खाना नबनाउनु है। श्रीमतीले केही समयपछि जवाब दिइन्, हस्। भोलिपल्ट छोरो विद्यालयबाट आए र आमालाई डराउँदै भने, आमा आज मेरो परीक्षाको नतिजा आयो, म त फेल भएँ। उसलाई लागेको थियो यो कुरा सुनेर आमा रिसाउनुहुन्छ, तर अचम्मै भयो, आमा रिसाउनु भएन, बरु सुझाव दिन थाल्नु भयो। ठिकै छ, अर्कोचोटि राम्रो मेहनत गर्नु, पास भइहाल्छौ नि। अर्को दिन छोरी साथीहरूसँग खेल्दै थिइन्, उनको 1 तोलाको सुनको सिक्री हरायो। उनी निन्याउरो मुख लगाएर घर आइन् र डराउँदै आमालाई सिक्री हराएको कुरा सुनाइन्। आमाले भन्नुभयो, भोलि पर्सि पैसा भएपछि फेरि अर्को बनाउली नि। छोरीलाई लागेको थियो आमा रिसाउनुहुन्छ र गाली गर्नुहुन्छ, तर अचम्म भयो, यत्रो ठुलो कुरा हुँदा पनि आमा त शान्त हुनुहुन्छ। आमा यसरी अचानक परिवर्तन भएको देखेर परिवारका सबै सदस्य छक्क परेका थिए। आमा त यस्तो हुनुहुन्न थियो, ससाना कुरामा पनि कत्रो रडाको मचाउनुहुन्थ्यो। एक दिन परिवारका सबैजना टेबलमा बसेर खाना खाँदै थिए। बुवाले मुसु मुसु हाँस्दै आमालाई सोध्नुभयो, हैन आजकल के भयो तिमीलाई? तिमी बिरामी त छैनौ, निकै शान्त देखिन्छौ। म रक्सी पिउन जान्छु भन्दा पनि हस भन्छौ, छोरो फेल हुँदा पनि रिसाउँदैनौ, छोरीको सिक्री हराउँदा पनि शान्त छौ। हामी त सबै छक्क परिरहेका छौं। आमाले मुस्कुराउँदै भन्नुभयो, मलाई यो कुरा बुझ्न धेरै समय लाग्यो। मैले महसुस गरे मेरो पीडा, चिन्ता र तनावले कुनै पनि समस्या समाधान हुँदैनन्, बरु मलाई दुखी बनाउँछन्। म तपाईहरुलाई मद्दत गर्न सक्छु, सल्लाह दिन सक्छु। लिने कि नलिने भन्ने कुरो पूर्ण रूपमा तपाईहरुमा निर्भर छ। तपाईहरु राम्रो वा नराम्रो जे गर्नुहुन्छ त्यसको परिणाम आफै भोग्नुहुन्छ। म अरु कसैको कार्यको जिम्मेवार हुन्न, म केवल आफ्नो कर्म नियन्त्रण गर्न सक्छु। त्यसैले म शान्त हुनुपर्छ र तपाईहरुले आफ्नो समस्याहरू आफै समाधान गर्नुपर्छ। त्यसपछि परिवारका सबै सदस्य निशब्द भए। त्यस दिनदेखि सबैले राम्रोसँग कर्म गर्न थाले। सबैलाई थाहा भयो कि हामी सबै आफ्नो कर्मको जिम्मेवार आफै हो। त्यसपछि घरको वातावरण नै परिवर्तन भयो। आमाको शान्त स्वभाव र गहिरो सोचले सबैलाई आत्मसमीक्षा गर्न बाध्य बनायो। श्रीमानले साथीहरूसँगको भेटमा कटौती गर्न थाले र घरमै समय बिताउन थाले। छोरोले पढाइमा मन लगाएर पढ्न थाले र अर्को परीक्षामा उनी पास मात्र भएनन्, उत्कृष्ट अङ्क पनि ल्याए। छोरीले पनि आफ्नो व्यवहारमा परिवर्तन गरिन्। गहना होइन, आत्मा बल सबैभन्दा ठुलो गहना हो भन्ने कुरा बुझिन्। अब घरभित्र शान्ति थियो, समझदारी थियो अनि माया थियो।